ल हेलो गाइस, सबैलाई नमस्ते। फेरि पनि मेरो यो कमलो मुख र गोलो सेतो अनुहार लिएर फेरि तपाईँहरूको अगाडि प्रस्तुत हुन आइसकेको छु। अझै भर्खरै उठेको के, जसो उठिहालेँ, जसो निन्द्रा बिउज्यो, निन्द्रा यसो बाहिर हेरेको त आमा यस्तो हुसु छ कि यस्तो माइनसमै गइसक्यो होला हौ डिग्री पनि। अनि म चाहिँ तपाईँहरूलाई बाहिर गएर पनि देखाइदिन्छु होइन। यस्तो जाडो हो कि यस्तो आमा पुरै हिउँ हिउँ लागिसकेको छ। अरे कहना क्या चाहते हो? र अहिले चाहिँ अब म भर्खरै उठेँ, अब नुहाइधुवाइ गर्छु, फ्रेस हुन्छु। अनि मम्मीले चाहिँ अचार बनाउँदै हुनुहुन्न जाडोमा। जाडोमा न्यानो आफ्नै करेसा बारीबाट फलेको मुला, आफ्नै करेसा बारीबाट फलेको तिल, धनियाँ र मम्मीले आफ्नै करेसा बारीमा भेटेको यो ढुङ्गाले पनि भाई यहाँ पे क्या हो रहा है? भाई यहाँ पे क्या मिचेर मम्मीले अचार बनाइसक्नु भएको छ। अनि त्यहाँबाट म चाहिँ अब भर्खरै उठेँ, अब नुहाइधुवाइ गर्छु, फ्रेस हुन्छु। ब्रुसुनमा 8:30 भइसक्यो, अब काममा पनि पसल पनि जानुपर्ने हुन्छ। र जाडोको त कुरै नगरौँ। यो चाइनामा चाहिँ धेरै जाडो छ। अहिले म चाइनामा छु होइन। अब लास्ट जाडो छ चाइनातिर चाहिँ। अब फेरि म पछि के हुन्छ कसरी गरौँला होइन। अनि अब म चाहिँ नुहाइधुवाइ गर्छु, फ्रेस हुन्छु। भर्खरै उठ्ने बित्तिकै यसो दृश्य हेरेको तपाईँहरूलाई भ्यू देखाइदिउँ न, -10 डिग्रीको कस्तो हुन्छ भनेर। त्यसरी मैले 10 डिग्री हात पनि यस्तो भइरह्यो। यी हात यसै कामेको हो क्या, यस्तो भइरह्यो पुरै, यस्तो भइरह्यो। जिस राह पे तुम चल रहे हो बेटा, एक दिन बुरी तरह फंसोगे। उस दिन मुझे याद करना, मैं पहुंच जाऊंगा। यस्तो क्यामेरा पनि हलिरह होला। अनि त्यहाँबाट म चाहिँ अब फ्रेस हुन्छु। ल गाइस, अहिले चाहिँ मैले खानासाना खाइसकेको छु। खानासाना खाएर म चाहिँ पसल जान लागेको होइन। पुरै रेडी भइसकेको छु। अनि म चाहिँ अब मेरो रेन्ज रोभर निकाल्न गइरहेको छु। रेन्ज रोभर चाहिँ भित्र चाहिँ कोठामा छ रेन्ज रोभर। अनि म चाहिँ रेन्ज रोभर निकालेर म चाहिँ अब जानुपर्ने हुन्छ काममा। दाइहरू पनि कोठामा सब यस्तो चिसो हेर, नाक पनि होइन पुरै रातो भइसक्यो चिसोले। हेरिरहनु होला क्यामेरामा पनि पुरै त्यो मेरो आसपास क्यामेरामा आसपासै होइन। म चाहिँ अब यस्तै गरी म चाहिँ काममा जानुपर्ने हुन्छ। मम्मी पनि उता किचनमा हुनुहुन्छ। मम्मी चाहिँ म बोल्दै हुनुहुन्छ किचनमा, म चाहिँ उतापट्टि छु। अब म चाहिँ काममा जानुपर्ने हुन्छ। यस्तै गरी चाहिँ ल गाइस, हुसु चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरूले। यस्तो डेन्जर हुसु लागेको छ, हुसु हेर्न सक्नुहुन्छ। केही देखिरहेको छैन होइन। म चाहिँ अहिले हिँड्दैछु, यस्तो डेन्जर जाडो छ, पुरै डेन्जर हुसु लागिरहेको होइन। हेर्नु सक्नुहुन्छ। यस्तो जाडोमा पनि हिँड्नुपर्ने हुन्छ काममा चाहिँ पुरै। ल आगो सागो ताप्दैछ मान्छेहरू। ल गाइस, अहिले चाहिँ म यहाँ दाइको घर जाँदैछु होइन। सानो काम परेर म चाहिँ दाइको घर दिपुर घरमा जाँदैछु म चाहिँ। अनि सानो सामान पुऱ्याउनु थियो। अनि सामान चाहिँ यहाँ छ मेरो लेम्बोमा मात्रै दाइको घर आइसक्यो। अब सामान पुऱ्याउनु त्यही भएर चाहिँ भ्लग गरेर खाएँ। पसलमा पनि भिडै छ, डेन्जर जाडो छ होइन। जाडो चाहिँ घाम पनि लागेन, स्याट पनि यस्तो छ। जिपुर बजार चाहिँ यही नै हो, स्याट लागिरहेको डेन्जर होइन। म जब पुऱ्याएपछि अनि बेला फेरि गर्नेछु यहाँ। र अहिले चाहिँ म पुऱ्याएर आइसकेको छु होइन। आउँदा बाटोमा चाहिँ हाडे पुरै माछा बजार लाग्छ होइन। पुरै मान्छे पुरै भिड हुन्छ क्या यहाँ। अनि यहाँ चाहिँ फेरि हल्का कुखुराको मासु होइन, बाख्राको मासुहरू मिलिन्छ। सुन्यो भने चाहिँ फेरि मलाई लहटी हान्छ। होइन। अनि उतापट्टि पनि अस्ति समातेको पनि थियो, उतापट्टि बाख्राको मासु दिएर चाहिँ खसीको दियो होला। ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। आगो सागो बाल्दैछु दाइहरू होइन। म
चाहिँ सामान पुरा आइसकेँ, सामान घरमा दिएर आइसकेँ। आज जिपुर बजार चाहिँ यस्तो छ है, जिपुर बजार हिउँ आएको बेला स्याटले राजाजी कपाल पनि पुरै हल्लिरह होला, सर सर स्याट आउँदैछ होइन। तर पनि म चाहिँ हिँड्दैछु, देखाउँदैछु सबजनालाई। अनि जगदम्बा भने जहिले खाजा लिन जान्छ जगदम्बामा हो, जगदम्बा चाहिँ उठ्यो अगाडिको हो, त्यो पनि म तपाईँलाई देखाइदिन्छु। अनि जेब्रा क्रसिङहरू पनि छ नि त बढी, त्यो कारणले चाहिँ इस्यु पनि हुन्छ। म चाहिँ अब पुऱ्याइसकेँ स्याटमा, म हिँड्नुपर्छ, सक्दैन होला भन्ने भइसक्यो मलाई। यो चाहिँ जयसवाल हो। अनि मैले खाजा लिने चाहिँ फेरि उठ्यो है अगाडिको, त्यो अगाडिको मैले खाजा लिनु चाहिँ म चाहिँ अब यहाँ जेब्रा क्रसिङ गर्नुपर्ने हुन्छ। मोबाइल चलाएर लड्यो भने फेरि म चुइदिन्छ। भिडियो पनि पोस्ट हुँदैन, त्यसैले मैले चाहिँ राखेको अहिले फोन है त। ल गाइज अहिले चाहिँ अब हामी चाहिँ पसल ससल सबै बढाइसकेर अब चाहिँ हामी घर जान लागेको छौँ। आज जिम चाहिँ म गइनँ किनकि लेगको छ, लेगमा अलिकति खुट्टा पनि गाडफाड हुन्छ भनेर मैले चाहिँ आज गइनँ। किनभने दाइ चाहिँ ठोडी जानुभएको छ धेरै दिनपछि, आफ्नो प्रब्लम नै आज ब्याक टु ब्याक। हिजो पनि मैले भ्लगमा भनेको थिएँ दाइ आउनु भयो भनेर, दाइ चाहिँ आइसक्नु भएको छ। दाइ आएर चाहिँ अब फेरि म जिम जाने भनेको थिएँ, अब चाहिँ फेरि पर्सिबाट जिम जान्छौँ। 13 डिग्री सेल्सियस छ, सेल्सियसमा हाम्रो रगत तापक्रम यसै तातो छ भनेर हामी चाहिँ जिममा गएनौँ। अब चाहिँ हामी घर जानेछौँ। बिदा माग्नको लागि म फेरि आइसकेको छु। अब म फेरि घर जानुपर्ने हुन्छ। अब मेरो भ्लग यही नै अन्त्य हुन्छ र आजको भ्लग छोटो मिठो छ। तिमीलाई मैले दिएको थिएँ त भर्खरै सानो चाहिँ मसँग छैन दिपु ल। ल अब चाहिँ म विक्रम दाइसँग लाग्यो। यति भन्दै म चाहिँ आज बिदा लिन चाहन्छु। हजुरको यो माया त्यो किन बन्द भएन, त्यो माथि गएर त त्यो माथिको त्यो डब्बा त्यो माथि बलिराख्यो। एमसीबी झार्नु पर्यो नि, दिनभरि एसी चलायो अनि मोहल्ला छेउछाउमा आफ्नो काम गर खुलुखुलु। अनि त्यहाँबाट यस्तै गरी म चाहिँ अब जानुपर्ने हुन्छ हजुरहरूको लागि। फेरि छोटो मिठो निमन्त्रणा लिँदै म अब यहाँबाट बिदा माग्न चाहन्छु। हस्त धन्यवाद। फेरि पनि मेरो सब्सक्राइब गरिदिनु होला युट्युब च्यानलमा, ब्याक टु ब्याक आउनेछ। र लाइक कमेन्ट सेयर सब्सक्राइब फेरि पनि गर्नु। हस् म फेरि भोलि आउनेछु। जय नेपाल, जय स्वस्थ बालेन्द्र। हम तो छोटे लोग हैं, हम तो सिर्फ वीडियो ही बना सकते हैं।